बाबु नानीहरू बिहे लगत्तै बुढाले बारम्बार हस्पिटल जाने बनाएपछि के भयो आउनुहोस् यो भिडियोमा हेरौँ अनि यसको रमाइलो कमेन्ट पढ्ने ल गाइस आज चाहिँ म यहाँ एडमिट भएको 3 दिन भइसकेको छ हैन अनि त्यही हो अब उहाँ चाहिँ मसँगै हुनुहुन्छ अनि तपाईहरुले भन्नुभयो प्रेग्नेन्ट भयो कि क्या हो रे अनि फेरि बिचारे बिहे गरेपछि यस्तै हुन्छ रे हैन हैन मसँग अब धेरै टाइम छैन नि त मर गया म ला ला ल सुरु गरौँ कस्तो धेरै टाइम छैन भनेको बुने चाहिँ म भन्दिनँ पक्कै पाठेघर फुट्यो होला फुट्न पनि किन नफुटोस् हरकतै यस्तो छ हैन हैन कहाँ जान लाएको र धेरै टाइम नभएको मर्न लाएको हो ठोकाइ धेरै भयो अनि मलाई पो दुख्ने हो त नि तपाईले चाहिँ किन दुखिरहेको